तो कानुन कमजोर कि कानुन चलाउने मान्छे, गाडी बिग्रेको कि गाडी चालकले चलाउन नजानेको? अचम्म लाग्छ। स्विस ब्याङ्कमा भ्रष्ट नेताहरूले राखेको पैसा निकै छ भन्ने अस्ति भर्खरै अख्तियारको सचिवज्यू आफैले भन्नुभयो। स्विस ब्याङ्कको पैसा फिर्ता गर्न पनि सक्दैनौँ हामी। विदेशमा रोजगारीको सिलसिलामा गएका मानिसहरू, नेपाली नागरिकहरूको मृत्यु त्यता हुन्छ, उनीहरूको सब पनि ल्याउन सक्दैनौँ। यस्तोसम्म लाचार भएर बाँच्नु परेको छ। कानुनलाई गोजीमा बोकेर अपराधीहरू हिँड्छन्। नाबालिकाहरूको बलात्कार हुन्छ, हत्या हुन्छ। यो बलात्कार भन्ने शब्दलाई व्याख्या गर्नुपर्छ, स्पष्ट रूपमा भन्छु म चाहिँ। मन मिलेको बेला चमत्कार, मन नमिलेपछि बलात्कार भन्ने हिसाबले पुरुषहरू पनि पीडित भएका छन्। त्यसो भएको कारणले गर्दाखेरि बलात्कार भन्ने शब्दलाई, यो अपराधलाई चाहिँ स्पष्ट रूपमा परिभाषित गर्नुपर्छ र बलात्कारी पुष्टि भएको हदसम्म तेरो मेरो यस्तो उस्तो नभनिकन निर्मम तरिकाको चाहिँ के अरे सजाय दिनुपर्छ भन्ने माग राख्न चाहन्छु। हत्याराहरूले हत्या गर्छन् है, निस्कि त हाल्छु, मेरो चिन्जान छँदैछ भन्ने किसिमले चाहिँ गरिरहेको छ। त्यसो भएको कारणले गर्दाखेरि जसरी हत्या गरेको त्यसरी नै उनीहरूलाई पनि ठेगान लगाउने खालको कानुन हामीले चाहिँ ल्याउनुपर्छ भनेर पनि म माग राख्न चाहन्छु। कानुनसँग डर हुनुपर्छ। डर छैन भने जसले जे पनि गर्न सक्छ र देशलाई अराजकताले निल्न सक्छ सभामुख महोदय। त्यसो भएको कारणले गर्दाखेरि कानुन कडा बनाउनुपर्छ भन्ने स्पष्ट माग राख्न चाहन्छु। अब यो प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमौता जानुभयो अरे भन्ने बारेमा कुरा आएको छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन, यो कुरा एका राख्नुपर्छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन। प्रधानमन्त्री एक्लै जानुभएको होइन, उहाँले चाहिँ सरकारी सुरक्षा संयन्त्र उहाँसँग आफै अटोमेटिकली तपाईँको चाहिँ एक्टिभ भएर जाने गर्छ र उहाँ निजी जानुभएको, मन्त्री परिषदलाई चाहिँ सूचना नदिई, संसदलाई सूचना नदिई जानुभएको, के खानु जानुभएको? हावा थिएन भने काठमाडौँमा हावा छ, मुस्ताङमा स्याउ पनि फल्या छैन होला अहिले, के चाख्नु जानुभएको हो त्यो पनि उहाँले भन्नुपर्छ, सदनमा जवाफ दिनुपर्छ। सभामुख महोदय, विपदले तपाईँको चाहिँ बाढी पहिरोले गर्दाखेरि आक्रान्त छ यतिखेर मुलुक। सुनसरी 4 मा पर्ने बराह क्षेत्रको तपाईँको 6 र 9 मा कोशी कटानले गर्दाखेरि त्यहाँनिर बिघौँ बिघा 50औं 60 100औं बिघा चाहिँ खेतीयोग्य जमिन काटिएर नाश भइरहेको अवस्था छ। त्यसतर्फ सरकारले के गर्नुपर्ने हो? तुरुन्त गर्नुपर्छ। र त्यसको मूल कारण मैले जहाँसम्म बुझ्दा चाहिँ त्यो 56वटा ढोका जुन तपाईँको चाहिँ हामीले बन्द गरेर राख्छौँ त्यो भीमनगर पुलमा, कोशी ब्यारेजमा, त्यो 56वटा ढोका खोल्ने साँचो कोसँग छ? त्यो किन नखोल्ने? हामीले जहिले पनि तपाईँको चाहिँ बाढी पहिरो आउँछ त्यो सप्तकोशीलाई थुनेर राखेर सालै पछि हाम्रो चाहिँ खेतीयोग्य जमिन, बारी, खेतबारीहरू चाहिँ डुबान हुने गरेको छ। यसतर्फ चाहिँ सरकारले एक्सन तुरुन्त लिनुपर्छ र आफ्नो भूमि बचाउनतिर लाग्नुपर्छ भनेर ध्यान आकर्षण गराउन चाहन्छु। यो 2 दिनको छुट्टी दिने गरिएको छ। स्वास्थ्य क्षेत्रमा चाहिँ यो 2 दिनको छुट्टी तपाईँको चाहिँ हटाउनुपर्छ भनेर माग गर्न चाहन्छु। किनभने मान्छे छिनमा मरिरहेको हुन्छ, स्वास्थ्यसँग चाहिँ तपाईँको जोडिएको विषयमा यसरी मान्छेले पर्खिन सक्दैन भन्ने माग राख्न चाहन्छु। छाडा भयो होइन, जसले जे गर्दा पनि हुने भयो भन्ने हिसाबले क्यासिनो, हाम्रो स्वदेशमै पनि क्यासिनो सञ्चालन भएर नेपालीहरूलाई क्यासिनोमा चाहिँ तपाईँको जुवा खेल्न दिएर घरबार बिग्रेर बेहाल छ भन्ने कुरा आएको छ झापा बिर्तामोडतिरबाट। त्यसतर्फ पनि सरकारले चाहिँ आफ्नो निगरानी अगाडि बढाओस्। बाटैभरि एक्सट्रिम भन्ने यो पेय पदार्थ कस्तो पेय पदार्थ हो? एनर्जी ड्रिङ्क भन्ने चाहिँ सुनेको छु। यो काठमाडौँको प्रत्येक पोलमा त्यो एक्सट्रिमको चाहिँ ब्यानर देखिन्छ। यो काठमाडौँ सबै त्यो कम्पनीले किनेको हो कि सरकारको पनि त्यहाँनिर लगानी छ कि सरकारकामा बस्ने मन्त्रीज्यूहरूको केही विशेष त्यस्तो हो कि मैले बुझेको छैन। त्यसले गर्दाखेरि त्यो बारेमा पनि हामीलाई चाहिँ उत्तर चाहिन्छ। राष्ट्रिय सभामा निदाउने सुविधा रहेछ, प्रतिनिधि सभामा चाहिँ निदाउने सुविधा छ कि छैन? छ भने म अलि निदाउँ भनेको होइन, मलाई निद्रा लागिरहेछ। यहाँ पनि सुविधा छ भने मलाई जानकारी होस्, म अलिक निदाउनु पर्यो भनेको। अर्को यो ग्यासको लाइनमा होइन, अझै पनि हामी चाहिँ बाजिरहेको जुधिरहेको अवस्थामा हामी बाँच्नु परिरहेको छ। यो ग्यास कहिले चाहिँ आपूर्ति हुने हो? आज तपाईँको चाहिँ मन्त्रीज्यूको पनि उपस्थिति छ, उहाँले यसको जवाफ पनि दिनुपर्छ।
त्यो ग्यासको लागि उठाएको पैसा कसैले लगेर जान्छ कि भनेर अस्ति मैले सोधेको नि थिएँ कि इन्डक्सन चुलो किनाउने चाहिँ तपाईँको सरकारको होइन त्यो खालको रणनीति हो भने त्यो पनि स्पष्ट भनिदिनुपर्छ। म चाहिँ स्पष्ट मान्छे हो, मनमा केही पनि लुकाउनु हुँदैन भन्छु। मनमा लुकायो भने होइन मान्छे मनबाट दुखी हुन थालिन्छ। त्यसले गर्दाखेरि त्यसो नगरोस्, प्रष्ट हुनुपर्छ। पारदर्शिता भनेकै तपाईँको सुशासनको एउटा आधार हो। अब अर्को तपाईँको छैन कुरा म के राख्न चाहन्छु भने जनताको घर जग्गा रोक्का राखेर सडकको नाममा, सुनसरी धरान बजारको सडकको नाममा तपाईँको चाहिँ के अरे घर जग्गा रोक्का राखेर बसेको वर्षौँ भएको छ। त्यो जग्गा कहिले फुक्का गर्ने कि के गर्ने हो भन्ने बारेमा पनि सरकारले सम्बन्धित मन्त्रीले सम्बन्धित मन्त्रालयबाट चाहिँ नि हामीलाई जानकारी प्राप्त होस्। सभामुख महोदय, अब योजनाका कुराहरू थुप्रै छन्, हामीले चाहिँ योजना मागेका छौँ, ती योजनाहरू ठेक्का लागोस्।